खाली यस्तै पर्यो भिजेको मैले यो दोर्यो युट्युबमा हाल्दै भयो बच्चा देख्नुहुन्छ भिडियोमा के हुन्छ बच्चा हटाउनु मेरो हातमा रुमाल छ है मेरो हातमा अझ दुईटा रुमाल छ ध्यान दिनु होला अलिक प्लिज प्लिज पछाडि सर्नु मेरो हातमा अझ दुईटा रुमाल छ यहाँ यो दुईटा रुमाललाई यो दुईटा रुमाललाई एकछिनको लागि शिक्षक बुझाऊ के बुझाऊ यो शिक्षक शिक्षिका गुरुबा गुरुआमा यो बुझाऊ एकछिनको लागि शिक्षक आन्दोलन यो गुरुबा गुरुआमा दुवै श्रीमान श्रीमती हुनुहुन्छ र उहाँहरूले आफ्नो हक अधिकारको लागि काठमाडौँ केन्द्रित आन्दोलन गर्न आउनुभयो श्रीमान श्रीमती शिक्षक हुनुहुन्छ दुवैजना हात समात्नुभयो ध्यान दिनु होला दुवैजना हात समाएर अनि आन्दोलन गर्न आउनुभयो ध्यान दिनु दुवैजना कहाँ आउनुभयो त हात समाएर दुवैजना कहाँ आउनुभयो यो आन्दोलनमा शिक्षक एकता यो आन्दोलनमा शिक्षक एकता जिन्दाबादको नारा लगाउँदै हुनुहुन्छ दुवै जोडी हाम्रो गुरुबा गुरुआमा तर उहाँको बच्चा घरमै छुट्यो उहाँको बच्चा के भयो बच्चा बाबु घरमा छुट्यो अब हेर्नुस् यो बच्चा बाबुले के भन्दै हुनुहुन्छ कि मेरो आमा बुवा काठमाडौँ शिक्षक आन्दोलनमा आफ्नो हक अधिकारको लडाईँ गर्न जानुभएछ सरकारसँग माग राख्न जानुभएछ म पनि जान्छु बाबु जस्तै यो बाबुलाई बस चढेर काठमाडौँ आउन मन लाग्यो अनि यो घरमा बसेको बाबु के भयो त बस चढ्यो बसभित्र प्रवेश गर्यो है यो बसमा गयो चढ्यो बसमा बाबु चढिसक्यो अब हेर्नुस् यो बाबु बसमा चढ्यो बस काठमाडौँ आयो कहाँ आयो हजुर काठमाडौँ आइसक्यो आमा बुवा कहाँ हुनुहुन्छ आन्दोलन बस पनि काठमाडौँ आइपुग्यो अनि त्यो बच्चा बाबुले आन्दोलनलाई खोज्दा खोज्दै आन्दोलनमा पनि आइसक्नु भयो आमा बुवालाई खोज्दा खोज्दै उहाँ पनि आन्दोलनमा सरिक हुनुभयो के गर्नु बच्चाले आमा बुवासँग बच्चा क्यामेरामा देखाउन मिल्दैन के सरिक हुनुभयो यो शिक्षकको कलम हो धेरै ताकतिलो हुन्छ अनि बच्चाले अनि आमा बुवासँगै आन्दोलनमा हात समाएर अनि आन्दोलनमा शिक्षक एकता जिन्दाबाद बोल्दैछ शिक्षक एकता जिन्दाबाद बच्चा बाबुले पनि के गर्दैछ यो बच्चा बाबुले के भन्दैछ